नमस्कार। आजदेखि म यहाँ हाम्रो कृष्ण दिदीको पसलमा आएको छु। उहाँको यहाँ वान पिस छ, हेर्नु न पसल हेर्नुहोस् त। तपाईँहरू पनि अब न्युयोर्कमा हुनुहुन्छ भनेपछि हाम्रो यो 69 र यो वुडसाइड एभिन्यूको जस्ट अपोजिट यो हाम्रो रेड पन्डा छ। यहाँ रेड पन्डाको नजिकै उहाँको पसल छ। तपाईँहरू यहाँ आयो भने नेपालमा के हामीले पाउनुहुन्छ सबै पाउँछ। यहाँ हेर्नुहोस् त, दिदी बिजी छ हिसाब गर्दै हाम्रो दिदीको पसलमा आएको छौँ। ए हुन्छ, तपाईँहरू यहाँ आयो भने एउटा चिज पनि फरक नेपालमा दामी चाहिँ हेर्नुहोस् त। अब यहाँ तपाईँहरू यहाँ आयो भने नेपालमा जे पाउँछ सबै यहाँ हुन्छ। यहाँ हेर्नुहोस्, तपाईँको यहाँ नेपालमा पाउने सबै चिज पाउनुहुन्छ तपाईँहरूलाई। मैले तपाईँलाई अगाडि नै देखाइसकेँ तपाईँलाई एड्रेसहरू। यहाँ हेर्नुहोस् त, हाम्रो नेपालमा पाउने चोकोपोन को रामेन समय वाई सवाई गोर्खाली खुकुरी। अनि हेर्नुहोस् तपाईँको अब छोरीहरूलाई पाउने यहाँ हेर्नुहोस् त। होइन न, यहाँदेखि सबै कुराहरू छ। यहाँ अब एउटा हाम्रो गोर्खाली भाइले पनि खुकुरी ल्याएको छ यहाँ। अनि उल्टा पकाएर आएको तपाईँहरूलाई कुटी सुटी भाँडा खानेकुराहरू हेर्नुहोस् त। अब यहाँ सबै तङ्बा खानु पऱ्यो भने यहाँ तङ्बा बनाएर हाल्ने भाँडा, मादल, डमरू, यहाँ अब तपाईँले चाह्यो भने नेपालमा पाउने डल्लेको आचार, मुलाको आचार, प्रेसर कुकरदेखि लिएर के हो हेर्नुहोस्। ए सेलरोटी बनाउने भाँडा यहाँ छ त। यहाँ रहेछ नि सेलरोटी। म यहाँ आएको छु। अब हेर्नुहोस्, कृष्ण दिदीको पसलमा सबै कुरा छ यहाँ। तपाईँले देख्नुभयो रम्पम, आमामा हामी साँझपाल धेरै रम्पम। यहाँ हेर्नुहोस् एकदम सुप्पै उपलब्ध मूल्यमा छ। आउनु होला। अनि यहाँ त्यसमा दिदी बिजी हुनुहुन्छ। गाइज वेलकम इन कृष्ण सप्लायर सिंह। यो पोतीको मात्र थरी सेलमा आउनु नाउडी जतिलाई खुट्टाले हैन भनी भिडियो लगेर पोस्ट गर्दै टिकटकमा तिर्सना बुढाथोकीको पसल, तिर्सना बुढाथोकीको चर्ती गर सुपर हिट। यस्तो चियापत्ती पाउँछ यस्तो ब्याग भएको चियापत्ती कहाँ पाउँछ तिमीहरूले? यस्तो फापर कहीँ पाउँछ तिमीहरू? यस्तो सर्लक्क भएको फापर कहीँ पाउँछ? नेपालको करेन्ट आउँछ तिर्सना बुढाथोकीले मात्रै बेच्छ $7 मा, त्यही पनि सबै 10 मा बेच्छ। तिर्सना बुढाथोकी ब्रान्ड क्या $5 यो त महँगो हुन्छ नि कान्छी। यो त 5 पनि बढी होला त गुगलमा। जोना हो कि के हो? बढ्दै जाँदैछ त के? नो आई डोन्ट नो। म एकचोटी यसको बिल के जोनामा पञ्चपुरम। पञ्चपुरम। ओके
हजुर जुन चाहिँ तपाईँ याद छ नि त्यहीको पहिला गर्नु न अनि त्यहाँदेखि देखाएर ल यो एउटा मान्छेको यो ल $15 मलाई भनेको प्राइसमा हाल्दा चाहिँ $7 $8 यहाँ जस्तो सामान किन्न आएको भने पनि दिदीसँग दि गफ गरेर दि धेरै रमाइलो लाग्छ माइन्ड फ्रेस हुन्छ तर 7-8 पर्छ होला मैले एक्चुअली अहिले पो लगाइदिन्छु 5 लैजाऊ तिमी लास्टमा चाहिँ के हो तपाईँ मोटो गिफ्ट सबै डिस्काउन्ट देखे गिफ्ट त त्यही हो आज मलाई ओके ओके हो क्या ये करो न ये 5 करो न कौन सा फाइल ये 5 ये तो मैंने पहले ऐड कर दिया था $8 नहीं हुआ मेरे को मालूम है नहीं हुआ कडा अनि भन्छ कडा मान्छे कहाँ आउने फेरि दिदीले फेरि प्लस 5 58 ओके 60 हो गया तुम्हारा ये लाना है कि नहीं टेक्स हान्देको $2 $2 ये मेरा 30 है 30 हमको मुझे लगा $5 और डिस्काउंट करेंगे वो $2 बढ़ा दिया $2 ये कैसे डिस्काउंट चलो कोई नहीं ये देखे ना ये डिस्काउंट ये ले लो आप बहुत जज रहा है आप मैं आपके लिए ये $10 में दूंगी और के लिए $25 है इतना सामान लेने में ये तो फ्री मिलेगा ना खोइ अनि मलाई के आज 6 चिकन लेके आया एक फ्री मिला था सम्झिने अनि पानी जम्काउने अनि यो चाहिँ नदिने $50 में लगा कान्छ 50 में लगा सेल में लो त्यो भन्दा सस्तो लगा महँगो भने तपाईँले $50 त्यो किन हैन त्यो दिइसक्यो कान्छी हेर मसँग हेर मोर देन 100 पिस छ कतिमा चाहियो भन यो 20 अपुई छुची मान्छेहरू 45 मा लिएर जाऊ ल 45 मा लिएर जाऊ $5 डिस्काउन्ट त्यही हो तिमीलाई गिफ्ट लिएर जाऊ खै यहाँ एड गर 45 के आयो यो चाहिँ के हो त अनि त्यसो भए यसको पैसा हिसाब गरे हैन हाँ गरे गरे 35 गरे हैन इसको नहीं किया ओ हमको सब मालूम है हम बोलेंगे इसका कैसे हिसाब दुईटाबाट कुन लिने लिगा न तो 45 तो 35 35 हो नि यो कति हो 35 जेबै किन्ने हो नि यो 35 हो नि ये भी 35 है ये 45 है कौन सा लेना है सॉरी आप लोग का मर्जी है इधर मैं अभी मैं लिख दूंगी ये सब प्राइस मेरा को लेके जाएगा ये तो देख जाएगा रे देखो आपके मालिक है क्यों लिख फिर भी हमारा दिमाग से कभी कभी छटक जाता है छटक जाता है यसो गर न ए दिदी यसो गर न ए यो छ नि यसको 25 रुपैयाँ भन्ने तपाईँले भने नि अघि है यसको यसको 45 हैन देखो त्यो फुट में 7 प्लस 70 का 60 मा यो दिदा किचन लिया प्लस 8 ओके प्लस अब लास्ट भन्नु म दुईटा $60 दिदी 60 ल $60 दुईटाको हजुर तरका न ये वाला एउटाको 60 यसको 60 अब 60 लास्ट हैन हैन ए एउटा सिसी रे दिदी लगा न तपाईँ हेर्नुहोस् त 75 हुन्छ दिदी तपाईँको है तपाईँको 75 हुन्छ अच्छा 75 होइन मेरो 45 प्लस 35 भनेको 45 भनेको 85 हुन्छ 85 त्यसले 85 $60 तिमीलाई डिस्काउन्ट गरेर 85 गरिदिएको तिमीले 60 मा तिर्नु भनेको मेरो प्राइस पनि आउँदैन अनि फाइदा कोही घाटा गरेर बेकार गर्छ कसैले अनि मैले फाइदा बनाउँछु यहाँ फाइदा यहाँ बनाउँदैछु त नेपाल मार्लाई सबैले के अरे कुन खाके म त होइन मतलब ये तो खाने में भी मजाक हो जाएगा हम लोग नेपाल में ऐसे खाता है ना इसमें सबैले इसमें आएगा क्या क्या आएगा हाँ सच्ची में ये तो मजाक हो जाएगा या सबिक भाइ अब हामी निस्किन लागेको सबैलाई ल है अब सबैजना यहाँ न्युयोर्कमा भएको हुनुहुन्छ हाम्रो तृष्णा दिदीको पसलमा आउनुहोस् नेपाल उहाँको सामान किन्नुभन्दा व्यस्त त उहाँसँग नि रमाइलो गर्न दि एकदम रमाइलो ल है सबैलाई गुड नाइट आउनु होला तृष्णा दिदी बाई बाई गरिदिनु न तृष्णा दिदी बाई बाई गरिदिनु न तृष्णा दिदी केही कुरा भनिदिनु न मेरो मेरोको सबैलाई केही भनिदिनु न हो दिदी Thank you for coming, guys. Thank you for shopping with me. Thank you for coming in my place. I need $3 more. Bye bye. See you next time.